प्रधानमन्त्री शेरबहादुर देउवालाई 1 महिने अल्टिमेटम सहित 40 बुँदे ज्ञापन पत्र बुझाउनु भयो। नेपालमा 250 वर्षदेखिको राजतन्त्रको अन्त्य नभएसम्म सच्चा लोकतन्त्र प्राप्त हुन सक्दैन भन्ने बोधका साथ 47 को आन्दोलनको लगत्तै पछि हामीले त्यो अभियान चलाएका थियौँ। संविधान सभाबाट नेपालको संविधान बन्नुपर्छ र गणतन्त्र स्थापना गर्नुपर्छ भन्ने अभियान अन्तर्गत नै हामीले 3-4 वर्षसँग अभियान चलायौँ र फागुन 2052 फागुन 1 गतेबाट सुरु गर्यौँ र त्यही क्रममा नै हामीले हाम्रो मागलाई सूत्रबद्ध गरेर 40 सूत्रको रूपमा सरकारलाई हामीले बुझाएका थियौँ। सामाजिक, आर्थिक र राजनीतिक परिवर्तनको माग सहित 2048 सालदेखि नै वैचारिक विद्रोहमा रहेको जनमोर्चाले आफ्ना 40 बुँदे माग पूरा नभएको भन्दै 2052 साल फागुन 1 गते रोल्पाको होलेरी, रुकुमको राडी जिउला, सिन्धुलीको सिन्धुली माडी प्रहरी चौकी र गोरखाको कृषि विकास बैंक अन्तर्गतको साना किसान विकास कार्यालयमा एकसाथ आक्रमण गरी राज्य विरुद्ध सशस्त्र विद्रोहको सुरुवात गर्यो। 46 सालको ऐतिहासिक जनआन्दोलनपछि बनेका सरकारहरूले विभेदको अन्त्य गर्नेतिर, अपमानको अन्त्य गर्ने, शोषण अन्यायको अन्त्य गर्नेतिर जाला भन्ने जो अपेक्षा थियो, झन् उल्टै त्यो नयाँ सरकारहरू बनेपछि 40 सालको आन्दोलनपछिका सरकारहरूले हरेक क्षेत्रमा त्यो विभेदलाई बढाउने काम, अन्याय शोषणलाई बढाउने काम, देशमा भएका केही राष्ट्रिय उद्योगहरू पनि निजीकरणका नाम बेच्ने काम गर्न थालेपछि अब एउटा क्रान्ति बिना र उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदायलाई सङ्गठित गरेर एउटा विद्रोहमा नलइकन यो देशमा स्थायी शान्ति, स्थिरता र विकास सम्भव छैन भन्ने निष्कर्षमा पुगेपछि हामीले 52 सालमा जनयुद्धको उद्घोष गरेको। यसरी रोल्पा, रुकुम, सिन्धुली र गोरखाबाट सुरु भएको माओवादी विद्रोह केही वर्षभित्रमा देशभर फैलियो। माओवादीको सशस्त्र विद्रोहका कारण मुलुकमा हत्या, हिंसा र अशान्तिका श्रृङ्खला सुरु भए। श्रृङ्खलाबद्ध आक्रमण, अपहरण र व्यक्ति हत्याका घटनाहरू दिनौँ घट्न थाले। दूर दराजका प्रहरी चौकीदेखि जिल्ला सदरमुकामसम्म माओवादीको निशानामा परे, जसले गर्दा मुलुकमा अकल्पनीय मानवीय तथा भौतिक क्षति हुन पुग्यो। एकातिर मुलुक द्वन्द्वको रापमा लपेटिसकेको थियो भने अर्कोतिर संसदवादी राजनीतिक दलहरू माओवादी विद्रोहको राजनीतिक समाधान खोज्न छोडेर सत्ताको जोड घटाउमा व्यस्त रहे। 2051 देखि 2056 को 5 वर्षीय अवधिमा मुलुकमा 7 पटक सरकार फेरबदल भए। यो राजनीतिक अस्थिरताका कारण माओवादीको विद्रोहलाई झनै मलजल पुग्यो। 2052 सालमा सुरु भएको माओवादी सशस्त्र विद्रोह 2058 सालमा आइपुग्दा अधिकांश जिल्लाका सदरमुकाम बाहेकका अन्य भूभाग माओवादीको अप्रत्यक्ष नियन्त्रणमा पुगिसकेको थियो। विद्रोहीहरूले रोल्पा, म्याग्दी, रुकुम, सोलुखुम्बु, पाल्पा, सिन्धुली लगायतका जिल्ला सदरमुकाममा भीषण आक्रमण गरेर राज्य विरुद्ध धावा बोलिसकेका थिए। माओवादी विद्रोहलाई नियन्त्रणमा लिन प्रहरी बल लगभग असफल भइसकेको थियो। 2056 सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा माओवादी समस्या समाधान सुझाव आयोग गठन गरी समस्या समाधानको सुझाव लिएको थियो। यसैबीच 2058 साल जेष्ठ 19 गते मध्यरातमा राजपरिवार हत्याकाण्ड भयो। उक्त हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्रको वंशनाश भयो। वीरेन्द्रको वंशनाशपछि तत्कालीन अधिराज कुमार ज्ञानेन्द्र शाहलाई राजा घोषणा गरियो। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले माओवादी विरुद्ध सेना परिचालन गर्न राजा ज्ञानेन्द्र शाहसँग परामर्श गर्नुभयो। तर सेनाका परमाधिपति समेत रहेका राजा ज्ञानेन्द्र र प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला बीच सेना परिचालन सम्बन्धमा मत मिल्न नसकेपछि 2058 साउनमा गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभयो। म प्रधानमन्त्री छु अहिले, आज यसै बेला म प्रधानमन्त्री पदको त्याग गरेको घोषणा पनि यही सदनमा कोइरालाको बहिर्गमन पश्चात शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभयो।
माओवादी विद्रोहको समाधान राजनीतिक रूपमा खोज्नुपर्ने भन्दै देउवा सरकारले माओवादीसँग शान्ति वार्ता प्रक्रिया सुरु गर्ने निर्णय गर्यो। माओवादीले पनि सरकारको शान्ति वार्ता गर्ने निर्णयलाई स्वागत गर्यो। परिणामस्वरूप 2058 साल श्रावण 12 गते सरकार र विद्रोही दुवै तर्फबाट युद्धविरामको घोषणा भयो। माओवादी विद्रोह सुरु भएपछि पहिलो पटक सरकार र माओवादी बीच 2060 भाद्रमा दाङको हापुरेमा शान्ति वार्ता प्रारम्भ भयो। शान्ति वार्तामा विद्रोही माओवादीका तर्फबाट गोलमेच सम्मेलन, अन्तरिम सरकार र संविधान सभाको माग प्रस्तुत भए। त्यो बेलामा माओवादीको तर्फबाट बाबुराम भट्टराईजी, डाक्टर बाबुराम भट्टराई र कृष्णबहादुर महराजी आउनुभएको थियो। उहाँहरू दुईजना तोकिनु भएको थियो र यतापट्टिबाट संयोजकमा म थिएँ र कमल थापाजी हुनुहुन्थ्यो। हामी दुईजना थियौँ र त्यसमा बाबुरामजीहरूले, माओवादीहरूले उहाँहरूका भनेका कुराहरू धेरै हामीले अध्ययन गरेर कतिपय कुराहरूमा हाम्रो सहमति पनि थियो र अन्तिममा गएर हामीले यो वार्ता अहिले भङ्ग नगरौँ, हामी संविधान सभा पनि हामी मानिदिन्छौँ, तर एउटै कुरा हुनुपर्छ के भने आलङ्कारिक रूपमा भए पनि राज संस्था रहने शर्तमा संविधान सभा गरौँ। संविधान सभा मान्छौँ भन्दाखेरि यो हामीलाई हुँदैन यो भनेर उहाँहरू उठेर जानुभयो। त्यसको केही समयपछि ललितपुरको गोदावरीमा पुनः वार्ता भयो। तर माओवादीले उठाउँदै आएको संविधान सभाको निर्वाचन र गणतन्त्र जस्ता विषयहरू सरकारले स्वीकार नगरेपछि विद्रोही माओवादी वार्ता प्रक्रियाबाट पछि हट्यो। माओवादीले 2058 मङ्सिर 6 गते एकपक्षीय रूपमा युद्धविराम भङ्ग भएको घोषणा गर्यो। हाम्रो तर्फबाट प्रस्तुत गरिएको संविधान सभाको मागमै कुरा मिल्न सकेन। अरू कुरा त अब धेरै भए, धेरै राउन्ड बैठक भयो। सबभन्दा पहिला त काठमाडौँमै बैठक भयो, त्यसपछि हाम्रो बैठक बर्दिया राष्ट्रिय निकुञ्जभित्र पनि भयो र देशका अरू विभिन्न भागहरूमा पनि भए। तर हाम्रो सबभन्दा मुख्य माग संविधान सभाको माग नै त्यति बेला विरामको घोषणा गरेर सरकारसँग वार्ता प्रक्रिया पुनः प्रारम्भ गर्यो। तर माओवादीले उठाएको संविधान सभाको निर्वाचन तथा गणतन्त्र जस्ता राजनीतिक मुद्दामा सहमति हुन नसकेपछि दोस्रो पटक सरकार र माओवादी बीच जारी शान्ति वार्ता 2060 भदौमा टुङ्गियो र मुलुक पुनः द्वन्द्वको भुमरीमा रुमल्लिन पुग्यो। यसबीचमा राजाको इच्छा अनुसार प्रधानमन्त्रीहरू नियुक्त भइरहे। लोकेन्द्र बहादुर चन्द, सूर्य बहादुर थापा हुँदै पुनः शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त हुनुभएको थियो। यसैबीच 2061 माघ 19 गते रक्तविहीन राजनीतिक कदम चाल्दै राजा ज्ञानेन्द्र शाहले मुलुकको सम्पूर्ण शासन सत्ता आफ्नो हातमा आएको घोषणा गर्नुभयो। हामीबाट प्रयोग भई आएको राजकीय सत्ताको प्रयोग गरिबक्सी नेपाल अधिराज्यको संविधान 2047 को मर्म र भावना अनुरूप हामीबाट वर्तमान मन्त्री परिषद आजैबाट विघटन गरिबक्सेका छौं।
सालमा जब राजा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिइसकेपछि अब राजतन्त्रलाई उन्मूलन गर्नुपर्छ भन्ने निष्कर्षमा एउटा समझदारी गरौँ। गणतन्त्रको निम्ति हामी तिनटै तयार भइसकेका छौँ र अब शान्तिपूर्ण ढङ्गले नै परिवर्तनको बाटोमा अगाडि बढौँ भन्ने हाम्रो तिनटैको बिचमा कुरा भइसकेपछि अनि एउटा मस्यौदा तयार गरौँ भनिसकेपछि हाम्रो तर्फबाट मस्यौदा तयार भयो, माओवादीले छुट्टै तयार गर्नुभयो, काङ्ग्रेसले छुट्टै तयार गर्यो। ती सबै मस्यौदालाई एक ठाउँमा राखेर हामी गोप्य ठाउँमा माओवादी पार्टीले तयार गरेको एउटा सेल्टरमा हामी बसेर अनि 12 बुँदे दस्तावेज तयार गरेको हो। राजतन्त्रलाई ढाल्नका लागि एकताबद्ध भएर जानुपर्छ भने सम्झौता समेत गरेर हामी लागि परेका हौँ। सोही 12 बुँदे सहमति अनुरूप संसद पुनर्बहालीको माग सहित 2062 साल चैत्र 24 गतेदेखि विद्रोही माओवादीको समेत समर्थनमा दोस्रो जनआन्दोलन सुरु भयो। 19 दिनसम्म चलेको 62-63 को ऐतिहासिक संयुक्त जनआन्दोलनका सामु राजाको प्रत्यक्ष शासन डगमगायो र 2063 वैशाख 8 गते राजाबाट आन्दोलनरत राजनीतिक दलहरूलाई प्रधानमन्त्री सिफारिस गर्न गरिएको घोषणामा दलहरू सहमत हुन सकेनन्। फलतः वैशाख 11 गते राजाबाट विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको घोषणा भयो। आन्दोलनरत 7 राजनीतिक दलको गठबन्धनको मार्गचित्रका आधारमा तत्कालीन प्रधानमन्त्रीको सिफारिसमा नेपाल अधिराज्यको संविधान 2047 बमोजिम 2059 साल जेठ 8 गते विघटन भएको प्रतिनिधि सभालाई यसै घोषणा मार्फत पुनर्स्थापित गरिबक्सेका छौँ। यस घोषणासँगै राजाको प्रत्यक्ष शासन अन्त्य भयो। त्यस लगत्तै आन्दोलनरत दलहरूको सहमतिमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री नियुक्त हुनुभयो। पुनर्स्थापित प्रतिनिधि सभाको 2063 ज्येष्ठ 4 गतेको प्रतिनिधि सभा घोषणा मार्फत राजामा निहित सम्पूर्ण शक्ति संसद मार्फत ल्यायो। राज परिषदको विद्यमान व्यवस्था खारेज गरिएको छ। प्रतिनिधि सभाले व्यवस्था गरेको त्यो घोषणालाई मनन गरेर कसैले पनि यसमा हस्तक्षेप गरेर यसलाई अवमूल्यन गर्न खोजेमा हामीहरूले सम्पूर्ण देशले उठेर यसलाई आवाज उठाउनु पर्यो।
इतिहासको सुरुवात भएको छ। नेपालले न्याय युगमा प्रवेश गरेको छ, यो शान्तिको ढोका खुलेको छ र नयाँ युगमा नेपाल प्रवेश गर्दैछ। गएको करिब 11 वर्षदेखि जुन सशस्त्र युद्धको स्थितिमा गृहयुद्ध स्थितिमा देश थियो, त्यो निरन्तरताको यो क्रम बन्द हो। विस्तृत शान्ति सम्झौता मुलुकमा जारी शान्ति प्रक्रियाको मूल दस्तावेजको रूपमा स्थापित भयो। यो सम्झौताले मुलुकमा 1 दशकसम्म चलेको माओवादी सशस्त्र सङ्घर्षको अन्त्य मात्र गरेन, राज्य पुनर्संरचनाको मार्ग प्रशस्त समेत गरेको थियो। विश्व समुदायलाई समेत आश्चर्यचकित पार्दै सरकार र विद्रोही पक्षबीच बिना मध्यस्थकर्ता भएको बृहत शान्ति सम्झौताले आम जनता, सरकार र विद्रोही सबै पक्षलाई जितको महसुस गरायो। बाह्रमुले सम्झौताले माओवादीलाई हतियार सहित, सेना सहित शान्ति सम्झौतामा ल्यायो, शान्ति प्रक्रियामा ल्यायो, देशभित्र सार्वजनिक रूपमा ल्यायो। तर त्यसलाई चाहिँ अब चाहिँ निशस्त्र गर्ने काम र त्यसलाई चाहिँ पूर्ण रूपले सेना रहित बनाउने काममा यो विस्तृत शान्ति सम्झौताले काम गरेको छ। बृहत शान्ति सम्झौताले माओवादी हिंसालाई स्थायी रूपमा अन्त्य गर्यो। कब्जा गरिएको सम्पत्ति फिर्ता, अपहरण तथा जबरजस्ती चन्दा असुली नगर्न माओवादी सहमत भए। सम्झौतामा माओवादी लडाकुलाई राज्यका सुरक्षा बलसँग समायोजन गर्ने र माओवादी तथा राज्यद्वारा बेपत्ता पारिएका नागरिकको स्थिति सार्वजनिक गर्ने विषयमा समेत सहमति गरिएको थियो। माओवादी लडाकुलाई संयुक्त राष्ट्रसङ्घको अनुगमनमा शिविरमा राख्ने तथा लडाकुलाई प्रमाणीकरण गर्ने विषयका साथै संविधान सभा निर्वाचनको सुनिश्चितता लगायत शान्ति प्रक्रियाको लागि बृहत्तर आर्थिक, सामाजिक, राजनीतिक र शासन सञ्चालन संरचनाहरूको सुधारको खाका समेत प्रस्तुत भएको थियो। हाम्रा विगतमा जुन राजनीतिक सहमति गर्यौं, त्यो राजनीतिक सहमतिको पालनामा हाम्रो प्रतिबद्धता र हाम्रा इमान्दारिता एउटा त्यहाँ पुष्टि भएको छ भने अब आगामी दिनमा जाने राजनीतिक प्रक्रियाहरू जति छन् त्यसको निमित्त फेरि बाटोहरू अझ प्रशस्त भएको छ, मार्ग प्रशस्त भएको छ र अगाडि बढ्नको निमित्त हामीलाई अब यसले ढोका खुल्ला गरेको छ। शान्ति प्रक्रिया अगाडि बढ्दै जाँदा 2063 मङ्सिर 22 गते सरकार र माओवादी वार्ता संयोजक बीच हतियार र सेना व्यवस्थापनको अनुगमन सम्झौता भयो भने संविधान सभाको निर्वाचनका लागि सहज वातावरण बनाउने सम्बन्धमा माओवादी समेत 8 राजनीतिक दलहरूको प्रतिबद्धता, अन्तरिम सरकारको सञ्चालनको सामान्य विधि र मान्यता, अन्तरिम सरकारका मन्त्रीहरूले पालना गर्नुपर्ने आचार संहिता लगायतका विषयहरूमा सहमति भए। यसैबीच 2063 माघ 1 गते पुनर्स्थापित प्रतिनिधि सभाले अन्तरिम संविधान 2063 जारी गर्यो। अन्तरिम संविधान अनुरूप अन्तरिम व्यवस्थापिका संसदको गठन भयो। तत्कालीन प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरू मध्येबाट जनआन्दोलनका विपक्षमा रहेकाहरू बाहेक 209 सदस्य, नेकपा माओवादीका 73 सदस्य, जनवर्गीय तथा पेशागत सङ्गठन तथा उत्पीडित वर्गका प्रतिनिधिहरूबाट राजनीतिक दलको सहमतिका आधारमा 48 अपनाउँदै आयौँ। हामी कतिपय अवस्थामा युद्धका रूपहरू अपनायौँ र कतिपय अवस्थामा शान्तिपूर्ण जनआन्दोलनका स्वरूपहरू अपनायौँ। हामीले यी विभिन्न रूपहरू अपनाउँदै पटक पटक हामीले त्यो प्रयास गरे तापनि हामीले त्यसलाई सार्थक परिणाममा संस्थागत गर्न सकिरहेका थिएनौँ। नेपाली इतिहासमा र खास गरेर राजनैतिक विकासको इतिहासमा आजको दिन साँच्चैकै एउटा इतिहासको कोसेढुङ्गा साबित भएको छ। नेपाली जनताले यसअघि कहिले पनि आफ्नै सार्वभौम सत्ता अभ्यास गरेर नयाँ संविधान बनाउने अवसर प्राप्त गरेका थिएनन्। सबैभन्दा महत्त्वपूर्ण, सबैभन्दा उपलब्धिपूर्ण र सबैभन्दा ऐतिहासिक दिनको रूपमा यसलाई बुझ्नुपर्दछ भन्ने हाम्रो मान्यता छ। यसै अन्तरिम व्यवस्थापिका
रेखदेख र समायोजनको जिम्मेवारी सेना समायोजन विशेष समितिलाई दियो। अनमिनको विदाईपछि 2067 माघ 8देखि माओवादी लडाकु रहेका शिविर औपचारिक रूपमा सेना समायोजन विशेष समिति मातहत आएको घोषणा गरियो भने 2068 चैत्र 28देखि माओवादी सेना रहेका शिविर र हतियार सरकार मातहत ल्याउने विषयमा प्रमुख राजनीतिक दलहरूबीच सहमति भयो। सोही सहमति अनुसार सबै लडाकु शिविरमा नेपाली सेनाको उपस्थिति भयो। 2069 कार्तिक 16 गते प्रमुख दलहरूबीच लडाकुलाई सेनामा समायोजन तथा पुनर्स्थापना गर्ने सम्बन्धमा 7 बुँदे सहमति भयो। अनमिनले प्रमाणीकरण गरेर शिविरमा रहेका 19,602 लडाकुको पुनः प्रमाणीकरण गरियो। पुनः प्रमाणीकरणमा परेका 17,052 लडाकुमध्ये 15,586 जना शैक्षिक अवकाश रोजेर घर फर्किए भने 1,460 जना नेपाली सेनामा समायोजन भए। बच्चाले गर्दा पनि अब यत्रो जेल अब उसमा युद्धकालमा पनि हिँड्यो, अब आफ्नो अब स्वास्थ्यले पनि अलि दिँदैन, त्यही भएर शैक्षिक परिवारहरू हुन्छ, परिवारसँग रमाएर बस्ने, अब धेरै वर्ष अब परिवारसँग बस्न नपाएको, अब यो बेलामा गएर बसिन्छ। सेना समायोजन विशेष समिति र सो अन्तर्गतको प्राविधिक समितिहरूको अनवरत प्रयास, संयुक्त राष्ट्रसङ्घको नेपाल मिसन, अनमिनबाट माओवादी र नेपाली सेनाको परिचालनको अनुगमन, कन्टेनरमा राखिएका हतियारको अनुगमन तथा माओवादी सेनाका लडाकुहरूको प्रमाणीकरण प्रक्रियामा भएको प्राविधिक सहायताले यस प्रक्रियालाई टुङ्गोमा पुर्याउन विशेष सहयोग गरेको थियो। यो शान्ति प्रक्रियाको एउटा महत्त्वपूर्ण अङ्ग सेना समायोजनको प्रक्रियाले यो अन्तिम रूप लिएको छ र सफल रूप लिएको छ भन्ने मेरो ठमाइ छ। हाम्रो पार्टीको पनि यही ठमाइ हो। शान्ति प्रक्रिया मूलभूत रूपमा पुरा भयो, किनभने सबभन्दा जटिल, संवेदनशील र दुनियाँमा प्राय असफल हुने भनेको हतियार र सेनाको कुरा नमिल्दा नै त्यहीँनिर गएर चाहिँ तपाईँको सेबोटेज हुने, फेरि भिडन्त सुरु हुने गर्थ्यो। हामीले त्यो फेज पार गऱ्यौँ। अनि लोकतान्त्रिक परिवर्तनलाई आत्मसात गर्ने समस्या अरू देशमा धेरै ठाउँमा देखिन्छ, हामीले त्यसलाई पार गऱ्यौँ। यस अर्थमा शान्ति सम्झौता नेपालको ऐतिहासिक भयो, एउटा सफल स्टोरी, सक्सेसफुल स्टोरीको रूपमा यो नेपालको इतिहासमा र विश्व राजनीतिमा पनि यो मान्यता सबैले स्वीकार्ने ठाउँमा आइ नै सक्यो। माओवादी सेनाका लडाकुहरूलाई नेपाली सेनामा समायोजन गर्ने, एउटा डाइरेक्टरेट बनाउने र त्यहाँ चाहिँ नि जति माओवादी सेनाबाट आउँछन् उनीहरूलाई 35% मान्ने र 65% चाहिँ नेपाली सेनाबाट लिएर गएर जति सङ्ख्याको हुन्छ त्यसको नयाँ एउटा महानिर्देशनालय बनाउने। त्यो बनाएपछि यसलाई चाहिँ विपद व्यवस्थापनको कार्य सुम्पिने, जुन सेनाले गर्दै आएको थियो त्यो चाहिँ अलग्गै यसलाई सुम्पिने भन्ने चाहिँ निर्णय भएर एउटा महानिर्देशनालयको परिकल्पना गरेर त्यसै अन्तर्गत राखियो। भने दुईटैले विन विन सिचुएसन के हुन्छ भन्दाखेरि चाहिँ सबभन्दा माथिको तहको मेजर, त्यही अनुपातमा अरू दर्जाको पनि गरेर 71 जना अधिकृत हैन, त्यस्तै गरेर चाहिँ 70-80 जना पदिक र बाँकी चाहिँ विभिन्न दर्जामा गरेर समायोजन गरियो।
2072 साल असोज 3 गतेदेखि प्रारम्भ भएको नेपाली जनता समक्ष घोषणा गर्दछु। संविधान निर्माण, माओवादी लडाकुको समायोजन र व्यवस्थापन साथै संक्रमणकालीन न्याय गरी शान्ति प्रक्रियाका 3 महत्त्वपूर्ण कार्यमध्ये 2 मुख्य कार्यहरू प्रमुख राजनीतिक दलहरू बीचको दलीय सहमतिका आधारमा सम्पन्न भए भने शान्ति प्रक्रियाको अर्को महत्त्वपूर्ण पक्ष संक्रमणकालीन न्याय केही ओझेलमा परिरह्यो। खास गरी शान्ति प्रक्रियामा 5वटा 6वटा महत्त्वपूर्ण पाटो हुन्छ। एउटा भनेको सुरक्षा क्षेत्रको पुनर्संरचना गर्ने कुरो, दोस्रो भनेको यो चाहिँ संक्रमणकालीन न्याय दिने, पीडितमा परेकाहरूलाई न्याय दिने कुरोहरू हुन्छ। त्यसपछि गएर चाहिँ जनता समक्ष शान्तिको लाभांश पुर्याउने कुरोहरू हुन्छ। त्यसपछि गएर चाहिँ तपाईँको आर्थिक र समृद्धिको लागि चाहिँ विकासमा केन्द्रित गर्ने अर्को महत्त्वपूर्ण मुद्दा हुन्छ। त्यसपछि गएर चाहिँ शक्तिको बाँडफाँड महत्त्वपूर्ण कुराहरू। दुई आयोगहरूले उजुरी आह्वान गरी प्राप्त उजुरीहरूको वर्गीकरण गरी प्रारम्भिक छानबिनको कार्य गरिरहेको पाइन्छ। सत्य निरूपण आयोगमा 2074 असार महिनासम्ममा करिब 61,000 भन्दा बढी उजुरी दर्ता भएका छन्। द्वन्द्वकालीन समयमा अब तत्कालीन विद्रोही पक्ष र राज्य पक्षबाट भएका गम्भीर प्रकृतिका मानव अधिकार उल्लङ्घनका घटनाहरूलाई कानुनी अभियोजनमा ल्याउने र विभिन्न प्रकारले व्यक्तिहरू जानेर या नजानेर पीडित भएका छन्, नेपाली नागरिकहरू नै हुन्। उनीहरूलाई चाहिँ भनौँ नि भएको दुःख छ, क्षति छ, त्यसको चाहिँ भनौँ जिम्मेवारी राज्यले लिनुपर्ने हुन्छ र उहाँहरूको चाहना के हो त्यसलाई सम्बोधन गर्नको लागि नै यो आयोग गठन भयो। 61,000 भन्दा बढी नै उजुरी आयोगमा दर्ता भएको छ र उजुरीको म्याद सके पश्चात पनि उजुरी आउने क्रम जारी नै छ। त्यो 1283 को हाराहारीमा छ र अझ पनि उजुरी आउने क्रम जारी नै छ। त्यसले गर्दाखेरि भनौँ नि हामीले अहिले यकिन साथ यति नै छ भन्नुभन्दा नि अब 62-63 को हाराहारीमा चाहिँ उजुरी परेका छन् र त्यसलाई चाहिँ हामीहरूले सम्बोधन गर्नको निमित्त 7वटै प्रदेशमा हामीहरूले सहन्यायाधिवक्ताको संयोजकत्वमा विज्ञहरू रहने गरेर अनुसन्धान टोलीहरू गठन गरिसकेका छौँ। यसैगरी सशस्त्र द्वन्द्वकै क्रममा व्यक्ति बेपत्ता पार्ने घटनाका बारेमा छानबिन गरी वास्तविक तथ्य जनता समक्ष ल्याउन, सो घटनाबाट पीडित व्यक्तिलाई परिचय पत्र प्रदान गरी परिपूरणको व्यवस्था गर्न र त्यस्तो कार्यमा संलग्न व्यक्तिलाई कानुनी कारबाहीको लागि सिफारिस गर्न बेपत्ता छानबिन आयोगले काम गरिरहेको छ। यसले पनि उजुरी आह्वान गरी प्राप्त करिब 2300 उजुरी उप छानबिनको कार्य गरिरहेको पाइन्छ। यी आयोगहरूको गठनले पीडितहरूले संक्रमणकालीन न्याय पाउने आशा गरिरहेका छन्। कानुनले हामीले 4वटा काम अनुसन्धान गर्ने जिम्मा दियो। पहिले त यो बेपत्ता भएका व्यक्तिहरूको सम्बन्धमा सत्य तथ्यको छानबिन गर्ने। दोस्रोमा के छ भने पीडकलाई सजाय गराउनलाई महान्यायाधिवक्ताको कार्यालयमा लेखेर पठाउने, मुद्दा चलाउनलाई। तेस्रोमा परिपूरणको लागि सिफारिस गर्ने र चौथोमा सशस्त्र द्वन्द्व चाहिँ यो 10 वर्ष जुन हो त्यो के कारणले भएको थियो त्यसको कारण पत्ता लगाउने
भविष्यमा यस्ता द्वन्द्व नदोहोरिउन् त्यसको लागि के उपाय गर्नुपर्ने हुन्छ यो पनि हामीले सुझाव दिनुपर्ने अवस्था आयो। यसको साथसाथै जो पीडितहरू छन् तिनलाई बढी से बढी सुविधा दिनेलाई के कस्ता ऐन कानुनहरू बनाइदिनु पर्ने हुन्छ यसको पनि सिफारिस गर्ने हो। 4 वटा जिम्मेवारी हामीले चाहिँ पायौँ। सत्य तथ्यको पत्ता लगाउने हामीले चाहिँ प्रयास गऱ्यौँ, सुरु गऱ्यौँ। 2258 थान जति उजुरीलाई हामीले विस्तृत अनुसन्धानमा लैजाने आयोगबाट निर्णय गरिसकेका छौँ। त्यसमध्ये पनि 206 थान उजुरीको करिब अन्तिम चरणमा हामी अनुसन्धानको क्रममा पुगिसकेका छौँ।